गुड मर्निङ सेवान्ने। हामी चाहिँ अब एक दुई ठाउँ सिक्किमको घुम्नुको लागि निस्क्यौँ घरबाट हो। अब 2 दिनको टुरको लागि निस्केको हामी यहाँनिर छौँ। पछाडि चाहिँ लभ बर्डहरू छ हो, दुईजना चाहिँ रोमान्स गर्दै पछाडि बसोस् भनेर पछाडि राखिदिएको हामीले हो। उनीहरूको चाहिँ नो चान्स अगाडि आउने। अनि यहाँ मेरो बहिनी हो, त्यहाँदेखि यता आमा हुनुहुन्छ, अनि यहाँ म छु, अनि यहाँ चाहिँ मेरो भदै हाम्रो कमल, ह्यान्डसम कमल, काले कमल पनि भन्छौँ हामी। अन्त हामी चाहिँ अब गएको कता कता हुन्छ के हुन्छ तपाईँहरूलाई नै सानो सानो क्लिपहरू गरेर तपाईँहरूलाई देखाउँछ है। अहिले चाहिँ हामी कहाँ पुग्यौँ भन्दाखेरि चाहिँ देशुङ जस्ट स्टार्ट गरेको है त है साथी हो। माया तिम्रो राखेर धेरैपल्ट यो दुनियाँलाई मैले झुके। हेलो, देख्नु हुँदैछ मलाई? यहाँ तिमी तार्कोमा एकछिन बिसाएर एक दुईवटा फोटो खिचौँ भनेको कि। यहाँनिर त नि एकजना मान्छेको नि 40 रुपिस अरे टिकट। यहाँनिर केही पनि छैन होइन, हेर्नुहोस् ल, यहाँ किन 40 रुपिस दिनु? यो लगाएको छ न यसमा, यो बेलुका चाहिँ लाइट बल्छ होला सायद, यति नै छ हो। अब यो त अति नै भयो जस्तो लाग्यो। अब हुनेले पो दिन्छ होइन, यहाँनिर नहुनेले त 40 रुपिस भनेको त अझै तल पनि दिनुपर्छ होला सायद कि। यो चाहिँ भएन नै। लु, जो छ अलिकति चाहिँ विचार गर्नु पर्यो हो। यहाँनिर दामी अब केही बनाएको छ भने त 40 रुपिस पनि ठिकै हुन्छ होइन। तर यहाँनिर चाहिँ केही पनि छैन। यही रेलिङमै यहाँनिर यो भाटा लगाएर एक दुईवटा झन्डा लगाएर अनि यो लाइट लगाएर यति 40 रुपिस एकजनाको माग्नु चाहिँ यो चाहिँ सरासर बर्मा लुटाइ हो। मार्छ होला हौ मलाई त। उपर हेर्नु न, बुढाले बुढीलाई केही बोलेन, बोल्दै हिँड्नु, भिडियो बनाउँदा भन्दै धम्क्याउँदै ल्याउँदैछ। हाम्रो तिमी तार्कु तिमी टी गार्डन यस्तो छ, तपाईँले हेर्नु सक्नुहुन्छ। यहाँबाट कञ्चनजङ्घा देख्छ, यहाँबाट कञ्चनजङ्घा चाहिँ यस्तो देख्छ हो। ओ त्यहाँबाटको यो छ नि, यो पिक चाहिँ नि यो चाहिँ नि मानसरोवर जस्तै लागेको नि, त्यस्तै देख्दो रहेछ। हेर्नुहोस् है, मानसरोवर जस्तै लागेन? यो पिक चाहिँ झन् तलबाट देख्दाखेरि मानसरोवर जस्तै देख्दो रहेछ यो चाहिँ। ठिक छ। गरम भयो, पुरा गरम भयो। आज चाहिँ यहीँनिर फोटो खिचेर यो भयो होइन, टाइम वेस्ट भयो। अब के गर्नु र, यस्तै हो, देखेपछि फोटो खिच्नु मन परिहाल्छ हो। त्यस्तै हो त हे। ल कस्तो लाग्यो आमा? हजुर जाउँ उँभो हिँड्नुहोस्। अब म सबैलाई लिएर आउँछु। कान्छी कस्तो लाग्यो? रमाइलो लाग्यो। कम हो कहाँ उता हेरेको? यतै रमाइलो लाग्यो। ल दुईजना लभ बर्डहरूलाई पनि रमाइलो लाग्यो होला नि। ल ओ कान्छ, यो अघि मेरो फोटो बिगारिदिएको नि, यहाँ उता। साथी हो, यहाँ पनि तिर्नु पर्ने रहेछ 40 रुपियाँ पैसा चाहिँ। 2 ठाउँ भयो, तिमी तार्कोमा 40 रुपियाँ तिरेको, 80 रुपिस हो। यो चाहिँ अब मलाई चाहिँ वर्थ इट लागेन, किनभने यहाँनिर केही पनि छैन। तिमी तार्कोमा चाहिँ अब 10 रुपियाँ 20 रुपियाँ गोटा त ठिकै होला होइन, 10-20 रुपियाँ। तर यो 40 रुपियाँ होइन, यो चाहिँ अति नै भयो जस्तो लाग्यो। र म चाहिँ अब गइनँ पनि, किनभने अब अरू म त 1000 पल्ट यहाँ आएर अब फोटो खिचेको होइन। तर अरूहरूलाई चाहिँ साह्रै महँगो। सिक्किममा टुरिज्मको टिकटहरू भनेर कति आइरहेको हुन्छ, भनिरहेको हुन्छ नि। तर मलाई पनि आज चाहिँ लाग्यो है, अब बित्थामा केही पनि छैन तर पनि अब 40 रुपियाँ दिनुपर्ने रे। तपाईँहरूलाई कस्तो लाग्छ? ठिकै लाग्छ कि लाग्दैन कमेन्ट गर्नुहोस् ल। कमल के माग्यौ?
फ्राइड राइस खाना खाएको थिएन छ्या अघि पाकिरहेको थियो नि घरमा खाना अन्त यहाँ बहिनीहरूले रोटी दामी दामी पोल्दो रहेछ म चाहिँ सेलरोटी खानु पर्यो मलाई चाहिँ सेलरोटी दिनुहोस् ल छ देख्दैछु सेलरोटी त म चाहिँ सेलरोटी खाने उसले चाहिँ यहाँ फ्राइड राइस खाने रे चाहिँ सेलरोटी खान्छु भर्खर मान्ता खाएर आएको कि तर पनि खाइदिने लु यहाँनिरको टिकटहरू चाहिँ के साह्रो महँगो है औ यो त अति भएन लाग्छ तिमीहरूलाई अरूले पनि भन्छ होइन माथि 40 रुपिस यहाँ 40 रुपिस 80 रुपिस त यहीँ भए अझै त्यो चढ्नेमा गयो भने त्यहाँ पनि होला हो तामयोङगिर भनेको जस्तै रहेछ नि यहाँनिर त आएन त अरू चाहिँ माथि फोटो खिच्नु थाल्यो हामी चाहिँ दुईजना चाहिँ फुपू भएर चाहिँ पेट पूजामा लाग्यौँ म चाहिँ आलुदम अनि सेलरोटी र आलुदम खानु आँटेको है त हल्ला छ हो गाडीको यताउता फर्स्ट आलुदम ट्राई गर्छु ल हजुर पाको तातो होला भनेर पक्रेको चिसो पो रहेछ खाऊ न खाऊ त खाऊ न हेलो यहाँ हेर्नुहोस् त तिमीतारकोमा गाडी कति बेसी छ होइन ऊ बल्ल छेउसम्म छ यतापट्टि पनि गाडी छ होइन मान्छेहरू पनि पुरा छ त्यही कारणले भनेको क्या मैले यहाँनिर चाहिँ 10-20 उठायो भने पनि इनफ भनेर चाहिँ क्या त्यस्तो केही भएको भएदेखि चाहिँ एउटा कुरा अब यहाँ मुनि चाहिँ फ्याक्ट्री साथी हो हाम्रो चाहिँ यहाँ मुनि चाहिँ हाम्रो फ्याक्ट्री छ यहाँ माथिबाट देखाउनु पर्ने हो क्या यहाँ मुनि चाहिँ हाम्रो फ्याक्ट्री छ हो अनि पारिदेखि कञ्चनजङ्घा हजुर जाउँ अब अनि यहाँको टी चाहिँ किन फेमस भन्दाखेरि चाहिँ यहाँको टी चाहिँ एकदम अर्ग्यानिक हो यहाँनिर चाहिँ कुनै केमिकलहरू लगाउँदैन सो त्यसले गर्दाखेरि चाहिँ यहाँको टी चाहिँ फेमस छ हाम्रो यो चाहिँ कञ्चनजङ्घाको भ्यू यो तिमीतारको फ्याक्ट्रीदेखि मुनिको गोलाइदेखि लिएको हो यस्तो ब्युटिफुल देख्छ हो तर भनिन्छ नि संसारमा आँखा जतिको राम्रो मेगापिक्सल भएको कुनै लेन्स बनाएको छैन भनेर त्यो चाहिँ एकदम करेक्ट हो जति मैले आँखाले ब्युटिफुल देखिरहेको छु नि त्यति मैले क्यामेरामा म कैद गर्न सक्दिनँ तर पनि तपाईहरुको लागि भनेर फोटो खिच यहाँ भिडियो लिदिएको छु है हेरेर खुसी हुनु होला तपाईहरु पनि सबैजना थाक्यो लपटहरु चाहिँ के गर्दैछ पछाडी